सो वाट्स अप ब्युटिफुल पिपल एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग। र आज चाहिँ हामी एउटा सरप्राइज दिन जाँदैछौँ। यहाँबाट निस्किँदै बाइक यहाँ छ, एउटा बाइक यता एउटा बाइक यता। अरू अरू भिडियो चाहिँ अगाडि हेरौँला। सरप्राइज दिने मान्छे विदेशी टुरिस्ट एकपल्ट। अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ, ट्याक्कै हेलमेट सेटअपहरू गर्छौँ। लगबाट हामी चाहिँ अब यहाँबाट निस्केको त्यो कुरो चाहिँ अगाडिमा बाटोमै भन्छु। बाटोको हालत चाहिँ यस्तै छ, गाउँको बाटो धुलै धुलो, कहिले हिलो हिलो फाल्टाफुल्टी हुन्छ, कहिले धुलै धुलो हुन्छ। यो अहिले चाहिँ यो बाटोमा अलिकति ढलाइ हुने बजेट चाहिँ परेछ भन्ने सुनेको थिएँ। अगाडि भन्दै फेरि बन्द भइगयो। स्लो रेसै बसेको छैन कि, अस्ति स्लो रेस मिलाएर आउँछ भनेको थिएँ। फेरि त्यो पुरै होटलबाटै मिलाउनु पर्छ भनेर फेरि त्यही भएर नगरेँ। बिचबाट बाटो बनाएर भएको ठाउँ पनि बिगारेको नि गाउँमा। के भन्नु त म एक्लै बोलेर यहाँ केही पनि नहुन्थ्यो। फेरि गाडोतिर पहिलाको बाटो त यो थियो, अहिले यत्रो बाटो घुमा ल्याउनु पर्ने आवश्यकै थिएन कि। त्यहाँ कस्तो बवाल डाँडा चौबारी थियो, सब भत्काएर भएको संरचनाहरू बिगारेर बिजोग भएर झन् अहिले यति बाटो चाहिँ के भन्छ ग्राभल भएछ। यो बाटो सब तलैसम्म खोलासम्म चिज हुने अरे। र त अहिले चुनाव पनि आउनु थाल्यो नि त, त्यही भएर पनि होला कन्स्ट्रक्सनको काम पुरै भइरहेको। धुलो त उद्रा धुलो त खानै पर्छ, गाउँको नेपाली पाउडर घरले यस्तो त धुलो पर्छ। र तार त चिन्दिनँ, धुलो मात्रै खानु पऱ्यो। अरू सब कुरा त्यही त कहाँनिर फाल्टो खाएको छ। अगाडिको फेरि तार कस्तो जान्छ अगाडि अगाडि गाडीहरू पछाडि पछाडि यही बस्छ राइट त आनम पहाड घर कहाँ हो? तिमी फेरि मस्त डराइ क्या हौ। आम भेरी भेरी सरी। त्यहाँबाट हामी चाहिँ अब यति बेला ठ्याक्क नादी पुलमा आइयो। बाटो त्यस्तै हो, धुलो खाँदा 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 म खाँदै खान नपर्ने तरिकाले अगाइसकेँ। अफ रोड त्यसमाथि शरीर दुखेर मर्नु भएको केटा हो। धुलो अफ रोड बिजोग छ केटा, बिजोग। त्यहाँबाट चाहिँ दाइको ससुराल जान्छौँ, यताबाट चाहिँ मेरो ससुराल जान्छ। अब यहाँ आएर हामी दुई भाइ छुट्टिनुपर्छ, दसैँमा टिका सिका लाउनु पऱ्यो भने केटा। यहाँबाट बर्दाबास टोल टिका सस्ता लिएर चाहिँ यहाँबाट अब हामी दाइको ससुराल जाँदै। त्यही केटा धुलोले मार्यो मलाई। यस्तो हालत भयो मेरो त पुरै। उता फर्केला यसको धुलो हट। बिहान नुहाएको हालत यस्तो छ हाम्रो। तिनवटा बाइक आइसन्, सबसे लास्टमा म हिँडेर मेरो हालत यस्तो भयो। पिजमा तपाईँ उसमा म हो। यो चाहिँ हाम्रो गोरेटो एदो बाटो। ल केटा यताबाट चाहिँ हामी बर्दाबास गाउँमा प्रवेश गरिसकियो। अब हामी खास किन आएको भन्दा अब यहाँ दाइले भाउजूले भगाउन आएको। गोप्य रूपमा मैले यहाँ आएर यो कुरा चाहिँ भने एकटा अब हेरौँ अगाडि के हुन्छ। आज धुर्कुटको केटी इस्मा लैजाँदै हामीले। बाटो चाहिँ डेन्जर अप्ठ्यारो छ यार, ढुङ्गै ढुङ्गाकै अप्ठ्यारो त। त्यस्तो अप्ठ्यारो के भन्नु, गेग्रेटै ढुङ्गै ढुङ्गा एउटा। धुलोले खोकी लगाइसक्यो यार, धुलो चिसो अघि सुन्तला खाएको बिजोग छ केटा अवस्था। मेरो अवस्था नाजुक छ यार। हाइट भिडियोमा त्यस्तो अप्ठ्यारो देखिन्न, तर के अरे बाटो त छैन यार। अन्त यतिको ठिकै हो, तर बाइकले त बवालै तानिरहेको यार। दुई तिन हाइट फेरि धुलो खायो। धुलो बुलेटको साइलेन्सरले पनि धुलो उडाउँछ क्या, डेन्जर धुलो उड्यो। बटार्यो केटाले बटार्यो। बटार्न छुट्टै मजा आउँछ केटा अफरोड टान्न त। ला
ए भगवान् ठाडै उकालो छ यहाँ त। यहाँ चाहिँ ग्राभल भएछ, रातो माटो चाहिँ डेन्जर जिप लिँदै, अहिले चाहिँ ग्राभल भएछ। जस बाटो चाहिँ बन्दैछ, बुलेटको साइलेन्सर ओभर पड्किरहेको अहिले। बुडेटुटुटुट पुरै पन्जाबीहरूले पड्काउँछ नै त्यस्तै साउन्ड आइरहेको। सरो चाहिँ अगाडि अगाडि हिँडेको थियो, बाटो अलि अप्ठ्यारो छ नि त त्यही भएर। ओहो नेपाली पाउडर धेरै खाइए जस्तो लाग्यो केटा मलाई त। ओ माई गॉड, थाहा म त बाटैदेखि छोडेँ यार यो धुलोले। यस्तो कुना कुना ढाल्दैन बिग भएको ठाउँबाट। यहाँ सर्भिसिङको सिग्नल देखाइरहेको यार मेरोमा त केटा, के हो यार यो त चेक लाइटहरू बोलिरहेको त। चेक लाइट त बल्यो होइन, यता सर्भिसिङ गर्ने बेला भएछ, नोटिफिकेसन देखिरहेको त यहाँ। ल यहाँ चाहिँ पानी पऱ्यो भने डेन्जर चिप्लिन्छ, खै किन हो किन यहाँनिर चाहिँ माटो त्यस्तै भएर हो किन हो। अब हामी चाहिँ यहाँ तल बस्छौँ एकछिन मामाघर। दाइ चाहिँ माथि गएर भाउजूलाई लिएर आउनुहुन्छ अनि हामी यहाँबाट निस्किन्छौँ। पर्यो अप्पाले ल्याए छ्यामा। हाइट केही साह्रो कुदाएको हस्त अफ्रोड हाइट। ओहो राइट कसम हामीले नि कुदाइदिउँ न के साह्रो। यस्तो ढुङ्गा पो छ र तनाव भयो त कुदाउनलाई। म त कस्तो भने पिचमा चलाउनु डर लाग्छ, तर अफरोडमा त न रे बाबा न। त्यही हामी चाहिँ अब मेरो मामा घर अर्थात् पछाडि बसेको अमृतको घर आइयो। अब यही यत्नै माथि, यहाँबाट हिँड्दै गयो भने 1 मिनट लाग्दैन। भाइ त यहाँ खानु। नमस्ते शिव मामाजी यार, मामा नि हुनु नि छ। हामी चाहिँ अब यहाँ आइयो मामा घर, यहाँबाट चाहिँ जान्छौँ। त्यो घर आएपछि अगाडि भागेको यत्रो बेरसम्म सँगसँगै हिँडेको थियो, आफ्नो घर भने घरै हुन्छ। थोरै केटा डेन्जर हुँदै ठुलो भएको म हालत त्यस्तै छ। यहाँ घर आएदेखि हामीलाई छोडेको क्या ल केटा, आफ्नै गाउँ फर्किआयो भने गीत म भिडियो बनाइदिन्छु क्या एउटा। हेलो भनिदियो ल, यहाँ आउनु ल। यिनी मलाई लिन आएको अरे, मेरो माया लाग्छ कि नै? मेरो माया लाग्छ कि नै? त्यसै मेरो माया लाग्छ कि मम्मीको? मेरो माया लाग्छ कि मम्मीको? त्यसै ल। अब हामी जाऊँ है, तिमी धुलै धुलो भयो मैले गर्दा हो ल केटा। अब हामी चाहिँ यहाँबाट फर्किँदै, त्यो दाइ चाहिँ तल आउनुभएको, डेन्जर हिमालहरू बल्ल देखेको छ तर भिडियोमा नदेखेको रहेछ। त्यही केटा बाइक चाहिँ यहाँ छ, अब यहाँ भाइहरूले कुदेर यहाँबाट फर्किनु थाल्यो क्या। एउटा हामी चाहिँ यहाँ वेटिङमा, दाइले चाहिँ माथिबाट भाउजू लिएर आउँदै हुनुहुन्छ। भाइहरूले पिसाब गर्दैछ नि नदेखाऊँ, त्यही अब हेरौँ है दाइहरूको भाग्दाखेरिको रियाक्सन। त्यसै नाता पाइन्छ नि घर केटा यताबाट दाइ भगाउनु हुनुहुन्छ। आम्मामा फरारी लाएर बाइक चलाउने कि नै? चलाउने कि नै? तिमीले चलाउने कि नै बाइक? ल जाऊ बाइक चलाऊ जाऊ, मलाई सजिलो हुन्छ जाऊ। यस्तै बाइक किन्ने कि नै रे? यता हेरेर बाइक किन्ने कि नै? यस्तै आफै किन्ने कि मम्मीलाई किन्न लगाइदिने? आफै किन्ने, दुःख गरेर किन्ने कि मम्मीलाई सताएर किन्ने? ल यो नयाँ बेहुला बेहुली ए हो ल यो चाहिँ यहाँबाट दाइको ससुराल, यताबाट मेरो ससुराल जाने ठाउँ। त
तर दसैँमा टिका लगाउन आउँदा मलाई समस्या पर्ने भयो यार मामा घर माथि माथिबाट फर्केर आउनुपर्छ फेरि हेर भाइ यी नयाँ बेहुलाको हालत खै कोट प्यान्ट ढाका टोपी पनि छैन विदेशीले नेपाली कल्चर बिर्से जस्तो छ ब्रान्डेड जुत्ता पनि देखाइदैन विदेशी भएर नेपाली कल्चर बिर्सिनु भयो भने ढाका टोपी लाउनु पर्छ हामी विदेशमा गएर ढाका टोपी लाउने मान्छे हो दकेटा म चिया खाँदा मकै फेरि है यहाँ चाहिँ नयाँ बेहुली दकेटा भाइहरू यता खान् हामी चाहिँ यता चिया खाँदै जाडो भएर ओपन रेस्टुरेन्टमा ओपन रेस्टुरेन्ट एनी टाइम ओपन हुन्छ बेहुलाको एनी टाइम ओपन 24 आवर चिया खाँदा मकै फ्री बेहुलाको भाइ दकेटा यहाँ चिया खाँदै बेहुलाको भन्ने ठाउँमा अनि यहाँ चाहिँ मकै छ चिया खाँदा मकै फेरि अब यहाँबाट निस्किँदा रात परिसक्यो अन्त हामी चाहिँ यहाँ गङ्गे अङ्कल कहाँ छ हजुर तपाईँ घरै हो कहाँ बाँड आलाउतिर सार राखेको छ